Hello, good morning everyone. यो उकालो चाहिँ हाम्रो ब्लगर अगेन देन रोजिका देमसी अनि त्यो अगाडिको चाहिँ एन्ड्रोनिका सुब्बा सो यो उकालो चर्च जाने हामी सधैँ जाने उकालो अनि यहाँबाट चर्च जानु चाहिँ अलमोस्ट 1 घन्टाहरू जति लाग्छ होला हौ बिस्तारो गयो भने छिटो गयो भने चाहिँ त्यति पनि लाग्दैन तर एकदमै उकालो छ तेरो ब्लगको च्यानलको नाम के छ रोजिका रोजी खालिङ राई रोजिका राई प्लिज गो एन्ड भिजिट देयर रोजिका राई एन्ड डु सब्सक्राइब इफ यु लाइक इट रमु भाउजू बाटो चाहिँ यस्तो छ है आम्मामा अब यो जङ्गलबाट भएर जानुपर्छ हामी चौतारा आइपुग्यौँ बल्ल बल्ल यहाँ चाहिँ हामी बिसाउँछ टक्कै एकछिन 5 मिनट्स जति अन्त चाहिँ रेस्ट गरेर उकालो त हामी चाहिँ लम्पति आइपुगे हेर्नु सक्नुहुन्छ तपाईहरु सिमराया चाहिँ यस्तो बेसी हुन्छ लम्पतिमा यहाँ चाहिँ बारीको कल्ला कल्ला हुन्छ ल सिमराया भन्ने चाहिँ माथि आइपुगे हामी चाहिँ यहाँबाट लौडीको पनि देख्छ क्या है बर्खा लाग्यो अब चाहिँ काँक्रा पनि रोप्नु थाल्यो लम्पति माथि टुप्पोमा पुग्यो हामी चाहिँ अब अझै हिँड्नुपर्ने माथि नै छ यो भ्यू पोइन्ट निकालेको मैले चाहिँ लौडी गोलाइको तर त्यस्तो देख्दैन रहेछ खोला देख्दो रहेछ हत्तु भयो है अझै हिँड्नुपर्ने निकै छ माथि एउटा चाहिँ आराम ल्याउँदैछु थाकेर हत्तु भयो आन्टीलाई तान्देऊ न अन्त रोजिका रोजमेरी एन्ड्रोनिकस आज मलाई सपोर्ट गर्ने हो कि हैन यहाँ चाहिँ हाम्रो ब्लगर हुँदैछ थाक्यो थाक्यो थाके नि हो अन्त ओ पर पुगिसक्यो हामीलाई छोडिसक्यो हामी चाहिँ बिस्तारै हिँड्दैछु उकालो कति उकालो हिँड्नुपर्ने रहेछ नि त हो त्यही भएर चाहिँ म चाहिँ पछि पछि भ्लग बनाउँदै हिँड्दैछु कहाँ गएको रोजी दुईजना के गफ गर्ने हाँस्दै हुँदैछ रमाइलो लाग्यो कहाँ जानु भएको यात्रीहरू टाढैबाट आउनु भएको होला हामी लम्भाउछ आज चाहिँ हामीसँग चर्च जानु हुँदैछ एकदमै त्यो बतासे हो यो बतासे हक्तो गाउँ तल हो तेरो मम्मी घर होइन पापा घर यो चाहिँ मुङ्रे केरा अरे तर केले खाएको हो त्यो है आम्बो सागको बोट चाहिँ यहाँ कत्रो हेर्नुहोस् त यहाँ चाहिँ तपाईँले हेर्नु सक्नुहुन्छ सागको डुको फुलेर चाहिँ पयालै भइछ यो सागको डुको होइन दामी देखेको है तर मल यहाँ चाहिँ आलु रोप्नुको लागि मल यसरी डोको डोकोमा खनाइरहेको रहेछ हाम्रो माइततिर पनि तर यसरी गर्छ त हौ आलु रोप्नुको लागि अब यो कत्रो कत्रो हुन्छ कल्ला पहिला पहिला त पाउँथ्यो नि त खेतला अब चाहिँ पाउनु साह्रै छ हो यो दुबो जार रहेछ यहाँ दामी गार्डन नै
भनौँ न है, मन पर्यो आयो। यो चाहिँ हाम्रो बडा चाहिँ बढी पानी पिउनु हुँदैछ। चिया पिइदिन्छु, चिया पिएर चाहिँ अब हामी जानुपर्छ। सालोको चाहिँ बुढी मरेको नि त मैले कमेन्ट गरेको छु अलरेडी मेरोबाट उनीहरूले पालेको नि तिम्रोबाट गर न मिठो है चिया। नातिको बाजे उहिले बिहा गरेको 15-16 वर्षमा बिहा गरेको अब चाहिँ हामी चियाहरू पनि पिइसक्यो। अब चाहिँ फेरि गएको रोसमेरी जाउँ। लम्पतीको रोड रहेछ यो चाहिँ, हेर्न सक्नुहुन्छ तपाईँहरू। म त फर्स्ट टाइम आएको, रमाइलो लाग्यो। एनोनिकस सी इज माई बेस्ट आन्टी भनिदियो। अब चाहिँ हामी फाइनली चर्च पुग्यो। यो सुभाष बाबु छ अरे राशन गर्नु त गएर नि त राजा दिइरहेको छ। अब चाहिँ हाम्रो सेवा स्टार्ट भयो। अब चाहिँ हामीले सेवा सकेर चाहिँ घर फर्केको। आफ्टर चर्च यो चाहिँ सबैजना फर्किँदैछ। हामी चाहिँ यहाँ सेवा सकेर चाहिँ यहाँ नानाहरूको घरमा खाजाहरू खाएँ है। अब चाहिँ हामी फर्किन आँटेको। चाहिँ फ्लावरहरू दामी दामी रहेछ। पुरी र आलुदम बनाइदिनु भएको थियो, अनि खायो, मिठो भयो। अब हामी चाहिँ घर फर्किने। यहाँनिर चाहिँ प्लान्टहरू रहेछ, अनि फ्लावरहरू एन्जिलियाहरू भेराइटी रहेछ। हेर्न सक्नुहुन्छ तपाईँहरू। आजको ब्लग मेरो हेर्दै गर्नुहोस् कस्तो हुन्छ। एन्जिलिया यहाँनिर भेराइटीको रहेछ, कलरको रहेछ। र यो चाहिँ लम्पती गाउँ हो। सो हामी चाहिँ चर्चबाट छुट्टी भएर पनि साथीकोमा बहिनीहरूकोमा गएर खाजा खाएर पनि फर्किँदैछौँ। अनि यस्तो जाडो एकदमै चिसो थियो आज चाहिँ, तर अहिले चाहिँ खाजासाजा खाएर बहिनीले बनाइदिएर मजा आइरहेको छ। सो अगाडि दुईजना ब्लगर, यो मेन यहाँ यो च्यानलको ब्लगर, अर्को रोजिका राई, अर्को ब्लगर एन्ड्रोनिकस लिम्बू। फाइनली हामी तबिता मिसरको घरमा आइपुग्यौँ। बिहान आउँदा चाहिँ मम्मी पापा अगाडि आउनुभएको थियो यहाँनिर, अनि पछि हामी अलग्गै दुईवटा ग्रुप थियो। अहिले जाँदाखेरि चाहिँ सबैजना सँगै जाँदैछ। अब यहाँदेखि चाहिँ तेर्सो, त्यहाँदेखि चाहिँ ओह्रालो जानुपर्छ। घर एकदमै चिसो छ आज पनि। वेदर हिजो पनि एकदमै चिसो थियो, आज पनि चिसो छ वेदर। यहाँ चाहिँ भाउजू कस्तो चिसो थियो है आज, तर चर्चमा पनि एकदम चिसो थियो। एनिवेज इट वाज अ ब्लेसेड डे। यहाँ चाहिँ एकदमै सिरियस टपिक चलिरहेको छ। त्यो पनि के को भन्दा चाहिँ बाँदरको टपिक, मजुरको टपिक, सिरियस टपिक चलिरहेको छ। अन्त यो अब अलमोस्ट हामी चाहिँ घर पुग्नु आँटेको छ। यो बिहान अघि देखायो होला भ्लगमा है, यो खोल्चा तरेर। आज कति टाइम भयो, अँधेरो भइसक्यो। अहिले चाहिँ तपाईँको 2:54 भएको छ, अनि तर 5:30हरू भएको जस्तै
दिनले गर्दाखेरि चाहिँ धुम्म भएको कारणले गर्दा त्यस्तो भइरहेको छ वेदर एकदमै चिसो छ घर पुग्नु आँटेको छ यो सानो जङ्गल छ यो क्रस गरेपछि चाहिँ घर पुग्छ हामी अनि सबैजना गफमा छ आफ्नो आफ्नो अम्बो यस्तै छ बाटोहरू चाहिँ अब गाउँ बस्तीको बाटोहरू यस्तै हो यहाँनिर चाहिँ एकदमै अन्त पत्कर यो विन्टर टाइममा चाहिँ यहाँ चाहिँ पुरा यस्तो बाटोमा हिँड्दा चाहिँ पत्कर 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 हुनुपर्छ एकदमै केयरफुल भएर हिँड्नुपर्छ चिप्ल्यो भने चाहिँ गयो पत्कर पुरा झरेको हुन्छ सुक्खा पत्कर अनि यो बाटो चाहिँ अलिक अप्ठ्यारो खालको छ तर हामी चाहिँ डेली एभ्री आइतबार हाम्रो यही बाटो हो चर्च जाने सो हामीलाई चाहिँ बानी भएको छ यही बाटो जान्छौँ यसो छ अलिक अप्ठ्यारो छ नि यहाँतिर त सो यो पोइन्टबाट चाहिँ पहाडी गाउँ राम्रो देख्दो रहेछ क्लियर देख्दो रहेछ लोधोमा पनि अलिकति देख्दैछ सो हामी घर पुग्नु आँट्यो अब चाहिँ रोड पुग्नु आँट्यो पुगेको छ सबै हामी घर पुग्नु आँटिसक्यो तर यिनीहरू दुईजनाको गफ चाहिँ तुरेकै छैन यति साह्रो गफ चाहिँ तुरेको छैन आज के गफ चाहिँ गर्दैछ दुईजनाको घरै पुग्नु आँटिसक्यो तर गफ चाहिँ तुरेको छैन दुधको चिया खाने चाहिँ को बोक्ने चाहिँ को यहाँ गलेर हत्त यसले मलाई त्यो चाहिँ टन्ट मारेको अनि आमा चाहिँ अगाडि जाँदैछ दुईजना चाहिँ लोधोमा खोला चाहिँ यहाँनिर छ अनि देख्दो रहेछ पहाडी गाउँहरू यो चाहिँ तपाईँहरूलाई थाहा छ यो चाहिँ सालिमे भनेर भन्छौँ हामीले घाँस पनि हरियो हुँदा चाहिँ गाईले खान्छ अनि पहिला पहिला चाहिँ हामी सानो हुँदा चाहिँ याद छ यो हाम्रो किचनहरू पनि यस्तो सालिमेले छाउँथ्यो है बाबा यस्तो सालिमेले पहिला किचनहरू छुट्यो च्यानल प्लिज डु सब्सक्राइब सेयर लाइक कमेन्ट के भन्नु छ Bye bye. See you next vlog. and please hit the notification bell to get notified for the next upcoming vlog. Bye bye. Bye vlogger. हाम्रो यहाँ एकदम च्यानलको